आज चाहिँ हाम्रो चर्चमा बिहे छ नि अनि अब चाहिँ हामी यहाँ बसेको थियौँ नयाँ चर्चमा बिहे छ अनि हामी चाहिँ बिचबिचमा क्लास छोडेर आएको क्लास छोडेर आएर चाहिँ अब हाम्रो बेलुका घरमा पछि हाल्छ बेलुका आइसकेको छ अब उहाँ बेहुला ज्योति दिदी उहाँको नाम चाहिँ थाहा छैन बेहुलाको नाम चाहिँ म तिमीहरू दुवैलाई सुनिराख्नुहोस् ध्यानको बस्नुहोस् म तिमीहरू दुवैलाई पवित्र मण्डलीको अघि र यहाँ उपस्थित जनसमुदायको अघि केही प्रश्न सोध्न जाँदैछु। यदि तिमीहरूमा यस्तो कुनै कारण छ भने जसको पश्चाताप भएको छैन भने अहिले नै बताउनुहोस्। के यस्तो कुनै कारण छ? छैन। त्यही प्रश्न म बहिनीलाई गर्दछु। म तिमी दुवैलाई पवित्र मण्डलीको अघि र यहाँ उपस्थित जनहरूको सामु यो प्रश्न सोध्दैछु। यदि तिमीहरूमा यस्तो कुनै कारण छ भने जसको पश्चाताप भएको छैन भने अहिले नै भन्नुहोस्। के यस्तो कुनै कारणहरू छ? छैन। र परमेश्वरको वचनको विरोधमा हुँदाहुँदै स्थापित सम्बन्ध आशिषित हुँदैन र यसको उत्तर न्यायको दिनमा प्रभुको सामु दिनुहुनेछ। किनभने हिब्रू 13:4 यस्तो लेखेको छ, सबै विवाह आदरणीय होस् किनकि व्यभिचारी र जारी गर्नेहरूलाई परमेश्वरले चाहिँ के गर्नुहुन्छ त? इंसाफ दिनुहुनेछ।